आज आधा नेपाल रिसाउनेवाला छ। टी पिउनेहरूलाई जहाँ गए पनि चिया चाहिन्छ। बिहान चिया, दिउँसो चिया, बेलुका फेरि चिया। कफी पिउनेहरू भने एउटा सिप लिएपछि अचानक प्रोडक्टिभिटी गुरु बन्छन्। तर कफी नखाई बोलायो भने विन्डोज अपडेट भइरहेको जस्तो रेस्पोन्स आउँछ। अब बर्गर र स्यान्डविचको कुरा गरौँ। बर्गर देख्ने बित्तिकै फोटो खिच्न मन लाग्छ। स्यान्डविच देख्ने बित्तिकै डायटमा छु भन्ने मान्छे सम्झिन्छ। बर्गर खाएपछि पेट खुसी, स्यान्डविच खाएपछि 30 मिनटमै फेरि भोक लाग्छ। अनि अब नेपालकै लेजेन्डरी ब्याटल, वै वै फ्यान्स। प्याकेट खोल्यो, मसला हाल्यो, लाइफ सेट। रारा फ्यान्स, एउटा प्याकेट उमाल्यो, सुगन्ध आयो अनि घरका सबै सदस्य किचनमा टेलिपोर्ट भए। ए मलाई पनि अलिकति दे न। अब साँचो कुरा भन्नुस्, टी कि कफी, बर्गर कि स्यान्डविच, वै वै कि रारा? कमेन्टमा युद्ध सुरु गरौँ।